वेलकम टु माई न्यू भ्लग। आज म तपाईहरुलाई मसँगै खोला पारी लादैछु। यहाँ हेर्न सक्नुहुन्छ अगाडि खोला अनि यो पछाडि म सानो पर्दामा देखिएन भने यहाँ हेर्नुस् फेरि ऊ परतिर छ हाम्रो घरहरु। ठीक छ, अनि म यसरी पारी जादैछु। अब यो खोला पारी चाहिँ म किन जादैछु त है, धेरैलाई जिज्ञासा होला, जान्ने चाहना होला। हामी यो खोला अनि ठ्याक्कै हामी खोला वारी है हाम्रो बस्ती छ, नजिकै छ। फेरि सोच्नुहुन्छ होला यति नजिक खोला भएपछि बाढी पहिरो आउँछ होला नि, तर यो हाम्रो खोलामा चाहिँ बाढी पहिरो चाहिँ आउँदैन है। सरी, यो हाम्रो खोलामा बाढी पहिरो चाहिँ आउँछ कि हामी चाहिँ अलिक उकालोमै छौँ। जस्तै यो उकालोमा पानी छिर्यो भने उता परतिर एउटा कुञ्जीबारी बजार भन्ने छ, त्यो बजार चुल्लुमै डुब्छ। त्यसैले हामी ढुक्क छौँ, हाम्रो यो डाँडामा पानी छिर्दैन, त्यत्रो ठुलोसम्म बाढी पनि आउँदैन। हुन त यो खोलाले पनि निकै तहसनस गरेको छ, हेर्नुस् न है। अहिले पो घुडा पानी छ, तर बढेको बेला यो छ नि, यो डाँडा, यताको डाँडा पुरै डुबाइदिन्छ। यो डाँडा भन्ने बित्तिकै फेरि हाम्रो घरको उस्ता देखिन्छ होला होइन, तर हाम्रो घरको डाँडा चाहिँ अलिकति माथि छ उठेको है, अग्लो छ भन्ने बुझ्नुहोस् न है। यहाँ हेर्नुहोस् है। अब म खोला पारी किन जाँदैछु भन्दाखेरि नजिकै गाउँ छ है, गाई बस्तु गाई भैँसीहरू है यही खोलाको बगरमा हामी बान्ने चढाउने गरेका हुन्छौँ। अनि यतातिरको प्राय मान्छेहरूको घरमा सबैकोमा गाई भैँसी राँगाहरू पाल्ने गरेका हुन्छन्। हामीले पनि पालेका छौँ राँगाहरू भैँसीहरू है। रात पर्नै लागेको छ, सोच्नुहोस् रात परिसक्यो है। अब म काले मान्छे त्यत्तिकै अँध्यारोमा हराइजान्छु होला, तैपनि यहाँ हेर्नुहोस् है, बिस्तारै लाँदैछु म तपाईहरुलाई है। त्यो सेतो देखिएको नि, त्यो हाम्रो गाई हो। त्यो हाम्रो सेतो देखिएको त्यो हाम्रो गाई हो है। गाई घर जानको लागि पुरा घुमिरहेको छ। जस गाई बस्तुहरूलाई पनि थाहा हुँदो रहेछ कि साँझ परेपछि हामी घर जानुपर्छ, सूर्य अस्त आएपछि रात पर्छ भनेर।